हाम्रो 2082 सालको कुल पूजा हाम्रो आज 2082 सालको कुल पूजा जाँदै नमस्ते हाम्रो पुजारी बा टोपी त यहीँ छोडेर जानु पर्यो टोपी त त्यसलाई जम घरको जेठी बुहारीलाई डोको बोकाइदिए डोको त खतरा छ है कुखुरा हाल्नलाई ए केमा घरमा कार्पेट के घरमा बिछाउनलाई एउटै त हो नि ठाट गर्नु भएको छ त सुमन फेरि यस्तो बाँच्दैन तेरोले बाँच्दैन आन्टी कहिलेदेखि चार आँखी भएको सुमन होइन छ त्यसले फुट्काउँछ नि चामल टाउकोमा राख्दै लिएर आउनुभएको यो त फुट्किन्छ हेर्नु आन्टी किन फुट्न नबनेको साँच्चै हो कि भेटाइन कहिले मन छ त आन्टी मासु मन छ आफै त मन छ हुन्न समाधान त यो समातेर बस्छ नि हाम्रो खान्छी अरूलाई दिएर र अरूको बाँचेको कपडा लाएर आएको यसले त मतलब छैन यसलाई किन पिटो गएर बुवा भनेको त कस्तो बिहानै उठेर जानुहुन्छ बिहान उठेर गरे बुवाले उल्टो उल्टो गर्नु हाम्रो मानिहाल्यो नि आजदेखि मानेर बिहा गरेर फुट्यो तिनीले परमेश्वर त भन्न पर्यो नि के भन्नु सीता परमेश्वर भन्ने दाइखेरि पुरा क्यामेराम्यान बनिरहनु आनन्द मानेर आसी खुकुरी हैन आसी चाहिँ किन्ने हो तर अलि ठुलो आसी किन्ने हो के भो हो र पूजाले अलि काठो बनाइदिनु है भएर कत्रा बोका कत्रा ढेडा कत्रा खुट्टा गरे खुसी भए अहिले ल सबै खुसी हुनुहुन्छ टीका लगाएर भगवानलाई मन्दिर ढोगेर जानु पर्छ छिटो गर जामा अब एक डोको भएछ के हो कान्छा कुखुरा त एक डोको छ एउटा हात त उहाँ छ ऊ सबै हाल
ल यता टिका लाउने कार्यक्रम भोक लागिसक्यो अब जाने जान्थ्यो बरिया टिका लगाएर दिदीले लगाउने खाएर अब के खाएर गएर अब त्यहाँ गएर पैसा उठाउनु जानु क्या साएर आफ्नो घर भुटुवा पोलेको सेकुवा हो लाइट यताको दाउरा मिलाउनु है मान्छेहरू चक्कु हो दिनु भुटुवा भान्से भुटुवा हो ठुलो भुटुवा हुनु खानु न पहिला दुईटा ल्याऊ क्या खै माया दिदी त्यो लक्ष्मीमा कहाँ गइल्या कता हो र यता बस्यो हुन्छ यता उता उता पिर्का हो यता हो यसमा भुजा बापर है अर्को साथ भुजा ल्याउनु पर्छ है को हो झ्याप हो के हो झ्याप हो एउटा टिकटकमा भाइरल है आफू राम्रो आयो भने साइडको जस्तो सुकै आओस् हालिदिने हो भन्दै आन्टी त्यस्तै होला है दाइ खै जस्तो पाए त्यस्तै आउने अन्धुन्ध मुटु त्यौटो परेछ होला पाए भयो के भयो मुटु यहाँ किन चर्न यहाँ पनि छ देउ लौ सबै चाको छ धेरै मासु हाल्नु लौ खाऊ के लौ
भात खाऊँ न भातले त भात खाऊँ ए आफूले चाहिँ आरामले बसेर खायो अहिले मैले खाने बेलामा मलाई अटम्छौ झिकेर खाऊ झिकेरै खाने हो ए ठाडो घाँटी लाग्यो यार यसले त या कुखुराको खुट्टा ए भालेको त्यो खुट्टाको पाछुले बहुत टेस्टी हुन्छ न टाँगेर राखेको नि हेर न छाला छाला खाने हो कि किन खाना खाने टाइममा नास्ता गरेर भ्यायो नास्ता गरेर भ्याइयो के होइन अब भात खाने हो